ल साथीहरू म चाहिँ यसो घाम सेकेर बसिरहेको होइन घाम पनि कस्तो दामी लागिरहेछ क्या चाहिँ हेरौँ न क्या दामी घाम लागिरहेछ है अनि शीतल पनि शीतल छ अनि त्यो चारा छिरिङको आवाज पनि आइरहेछ है यसो नेचर मन पराउने मान्छेलाई चाहिँ अलिअलि जे होस् नेचरको आनो उयो चाहिँ हुन्छ फिल चाहिँ हुन्छ यहाँ होइन चाराहरू यहाँतिर कति छ यहाँ चाहिँ हेर न चारा कहाँ छ हौ कति सानो छ क्या यहाँको ढुकुराहरू यार त्यो टाउका देखिरहेको छ नि होइन उड्यो कति सानो सानो छ क्या यहाँको ढुकुराहरू यार अनि अब अहिले शीतल पनि छ होइन गर्मी त्यस्तो छैन यहाँतिर रुखै रुख पनि छ यस्तो ठाउँमा नि होइन रुख कति छ क्या यहाँतिर रुख लगाइरहेको छन् होइन तर नेचर भनेको त हाम्रै देशमा हो क्या हाम्रै नेपालमा कसम कस्तो राम्रो राम्रो होइन घुम्ने ठाउँ पनि कति राम्रो हुन्छ यहाँ के छ र घुम्ने ठाउँ यार यहाँ केही छैन यहाँ गर्मीको बेला बाहिर निस्किन सकिन्न होइन त्यो जाडोको बेला हो त्यो पनि यस्तो हेर्नु पाउने भनेको अलिअलि मात्र हो त्यस्तो धेरै हुँदैन यहाँतिर सानोमा हामीले यस्तो चाराहरू यस्तोतिर देख्यो कि मारिहाल्थ्यो है अब अहिले त कस्तो माया लाग्छ क्या सानोमा धेरै त्यो पाप गरेर पनि चारा मारेर पनि हिँड्दै गरेर त्यो चारा मार्ने जे पाए त्यो मार्ने गरेर पनि अहिले यस्तो सोच्दाखेरि त्यही दुःख पाएको जस्तो लाग्छ हौ मलाई त त्यही भएर यस्तो किन मारेछ भने रिग्रेट हुन्छ क्या आजभोलि यहीँ छ क्या भाङ्गेराहरू हेर्न कति छ ल चिँ गरेर यतैतिर रुख पनि कस्तो दामी बनाएको छ काटेर हेर न क्या दामी बनाएको छ तर गर्मीको बेला यहाँ बस्नु सकेन यहाँ त हात्तु हुन्छ एकछिन पनि सकिन्न बिहान पनि अहिले घामको बेला झन् कुरै छोडौँ अहिले चाहिँ शान्त छ शीतल होइन सबै आफ्नो आफ्नो कामतिर यता पनि सुनसान छ है अब रमजानको बेला पनि हो नि त यो म पनि बाहिर एकछिन बसिरहेको बोरिङ भयो अब जान्छु कोठातिर अनि एकछिन बस्छु कोठातिर नै होइन साथीहरू हुन्छ नाइटको केटाहरू अब डिस्टर्बिङ के गर्नु फिल्म हेर्ने हो बस्ने एकछिन